नमस्कार। जति पनि हाम्रो युट्युब च्यानल अथवा फेसबुक पेजमा जोडिनु भएको छ, सम्पूर्ण साथीहरूलाई धेरै धेरै हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीले चिसो हावापानी चिसो मौसम भन्ने कथा लिएर आएका छौँ। यस कथाका रचनाकार प्रकाश लावट ब्रह्म, गृह जिल्ला बैतडी, हाल काठमाडौँबाट उहाँले हामीलाई लेखेर पठाउनु भएको छ। उहाँको यो कथा यसरी उठान गरिएको छ। चिसो हावा अनि धेरै जाडो महिनामा सबैलाई तातो न्यानो कपडा, खाना, आगो ताप्न बाँस बस्ने रहर हुन्छ। त्यही रहर पूरा गर्नलाई आफ्नो र परिवारको लागि दिन रात घाम पानी गर्मी जाडो पनि नभनी खतरासँग खेल्ने छोरालाई बहादुर भनिन्छ। यस्ता छोरालाई परिवारको ढुकुटी, घरको आधार, आमा बुबाको ढुकढुकी पनि भनिन्छ। जाडो महिना कसैका लागि मौसम मात्रै हुन सक्छ, तर घरका जवान छोराहरूका लागि यो मौसम कर्तव्य र सङ्घर्ष दुवै हो। कहिले ठन्डी हावाले गाला च्यात्छ, कहिले वर्षाका पानीले लुगासम्म भिजाउँछ, कहिले रातभरि निद्रा हराएर पहरा दिनुपर्छ। तर उनीहरूको मनमा एउटै कुरा घुमिरहन्छ, म घरका मान्छेहरूलाई न्यानो राख्न सक्छु, उनीहरूलाई भोकै सुत्न दिन्न। यही भावना लिएर कसैले इटा भट्टमा हात पोल्दैनन् भने कसैले प्लम्बिङमा फिक्का पानी सहेर काम गर्छन्। कसैले भारत नेपालका सडकमा 12-18 घण्टासम्म बस ट्रक हाँक्छन्, कसैले विदेशमा हरदिन जोखिमको बीचमा पसिना बगाउँछन्। तर घरमा कसैले सोध्दैन, आज खाजा खायो कि, आज कति थाक्यो, आज कसरी बित्यो दिन। तर उनीहरूलाई त्यो शिकायत पनि छैन, कारण उनीहरू परिवारका लागि जन्मिएका बहादुर हुन्। नचाहेर पनि जिम्मेवारी बोकेका योद्धा हुन्। जब रातको सबभन्दा कडा जाडो चल्छ, हाम्रो हात न्यानो अवस्थामा कम्मलभित्र सुतिरहेका हुन्छन्। तर कतै एक छोरा निलो आकाश मुनि जाडो हावाको झोक मुनि पिछेको ज्याकेटमै शरीर कस्दै सोचिरहेको हुन्छ। घरमा आमा बुबा पत्नी छोराछोरी न्यानो भएर सुतिरहेका होलान् कि कसैले देख्दैन। उनको कापिरहेको हात, उनको फुटेको चाला, उनको सुक्खा होठ र सबैले भोग्छन्। उनको कमाइले किनिएको न्यानो कपडा, उनको पसिनाले चलेको चुलो, उनकै मेहनतले तातिएको घर, यी सबै दृश्यहरू सम्झदा मनै फुल्छ। कहिले काहीँ त छोरा पनि बच्चा जस्तै हुन्छ, लाग्छ, तनाव लाग्छ, एकान्तमा रोए पनि दिन्छ। तर घरमा पुग्दा मुखमा मुस्कान लिएर आउँछ, किनकि बहादुरहरू कहिले हार्दैनन्। यस्ता छोरालाई धनुवा सुनको तोलाले नापिँदैन। उनीहरूलाई त आमा बुबाको आशीर्वाद, पत्नी छोराछोरीको मुस्कान र परिवारको भरोसाले नापिन्छ। आजको यो जाडो मौसममा सबैभन्दा धेरै सम्झिनुपर्ने मान्छे, अघोर जाडोमा पनि पसिना बगाएर घर चलाउने बहादुर छोरा। भगवान यस्तो छोरा हरेक घरमा जन्माइदिउन्। उनको दुख र समर्पणले घरको न्यानोपन कहिले मर्न नजाओस्। प्रकाश लावट ब्रह्मजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले कथा पठाउनु भएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। तपाईहरूसँग पनि यस्तै कथाहरू छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। पठाउनुको लागि हाम्रो इमेल एड्रेस रहेको छ mhbis385@gmail.com मा तपाईँ गएर पठाउन सक्नुहुनेछ। तपाईँले पठाएका कथाहरू पालै पालो वाचन गरेर हामी लाख श्रोताको सम्म पुगाउने कोसिस गर्नेछौँ। हस्त धन्यवाद।